नमस्ते भन्दियो सबैजनालाई नमस्ते भन्दियो नमस्ते भन्दियो न सबैजना सन्चै हुनुहुन्छ हामी पनि ठिकै छौं हामीलाई पनि सन्चै छ हामी चाहिँ बाबाको अफिसमा आएको अहिले के गर्न आएको छ रे बाबाको अफिसमा काम गर्न आएको हेरेको हेरे शनिबारको दिन पनि फुर्सद नहुने मान्छे उही होला सायद शनिबार शुक्रबार केही पनि भन्दैन सधैँ काम गर्दै बस्दै अफिसमै ड्युटीको ड्युटी जति बेला नि के गर्नु पर्दैन रे बुझिन किन साथीहरु हामी चाहिँ फर्किँदै छौं जंगलमा गएर न्युरो टिप्न लाछौं टुक्रुक्क बसिहान यो न्युरो खान्छन् कि खाँदैनन् भन्दिनु है सबैजनाले यस्तो बीच बीचमा पाउँछ के पाउन चाहिँ यहाँ रहेछ के ठुलठुलो मजाको छ नानीसँग त म टिप्ने हो एकछिन है कस्तो मजाको हो के यो न्युरो बेलुका तरकारी खानलाई त हुन्छ नि यो न्युरो चाहिँ खान्छन् के यो न्युरो भन्दा अर्को न्युरो चाहिँ राम्रो हुन्छ खासमा यतातिर टन सर्प त्यहाँ नली छ होला नलीमा पस्छ होला फेरि नाली हो कि नली हो के हो भन्न पनि आउँदैन हो त्यतातिर छैन भने यता यो साइडमा छ यतातिर छैन त यहाँनिर यस्तो मजाको न्युरो छ तरकारी खानलाई हो के बेलुका भेट्यो हामी चाहिँ न्युरो टिप्दैछौँ यस्तो ठाउँमा न्युरो पाउँछ यो चाहिँ के को फल हो कसैले चिन्नुहुन्छ यस्तो मजाले फलेको फेरि खै के हो म त चिन्नै सकिनँ कति भयो एक मुठी पनि भएन अलि ठुल्ठुलो यतापट्टि नि छन् राम्रो राम्रो लास्टै गर्मी भयो कहाँ नजानी उतातिर भयो जति छ त्यतिमै लिएर जाने न्युरो टिप्न आएको यस्तो बस्नु परिरहेछ बाटोमा गर्मीले लास्टै यस्तो पसिनै पसिना भएपछि नि कति भयो टोटल खै यहाँ लिएर आउनु हामीलाई त पुगिहाल्छ नि दुईजना त अनि यतिका बेरसम्म खोजेर यति न्युरो भएको छ यति लिएर जाने गर लिन के भयो कि नजानी जङ्गलतिर बच्चालाई लिएर जङ्गल होइन आएर यही भित्र नजानी भयो यति भएपछि हामीलाई एक साग भइहाल्छ आलु हुँदैन है हुँदैन जाने होइन बच्चालाई लिएर जाने फाइनली जम्मा गरेर यति भयो हाम्रो न्युरो चाहिँ अब चाहिँ हामी घर जान लागेको लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले मन परे